हजुर नमस्ते नमस्कार साइनो अनुसार गीत ढोक दिया आजले पो तमनका माझमा परदेश रविवार कार्यक्रम लेबर अझ आइगयौँ। तमन शनिबार साथ दिया तमनले लेखबार पठाएका गीत तमनका मोबाइल सेटसम्म पुर्याउने प्रयास गरिरहेका हुँदैका पो आज मेरा हातमा एक चिट्ठी पड़ गए। ललिता जोशी आकृतिजीले लेखबार पठाएका छन्। उनीहरू ठेगाना रहेछ महेन्द्रनगर कञ्चनपुरबाट लेखेका छन्। उनले भौती निका देउडा गीत लेखेका छन्। उनीहरा गीत तमनका माझमा राख्दौँ सुनिबारी साथ दिया तमनलाई यसरी लेखबारी पठाउने मन भ्याबरी राकेश धामी फेसबुक पेज र धामी राकेश ऑफिशियल यूट्यूब च्यानललाई सब्सक्राइब गरेपछि तमनलाई आफ्ना रचना यसै भिडियोका कमेन्ट बक्समा अथवा मेरा डाइरेक्ट मेसेन्जर बक्समा लेखभरि पठाउन सक्नुहुन्छ। पो श्रोता संज्ञो ढिला नगरेबाट उनले लेखभरि पठाएका गीततिर जानु तम सुने पो हाँ। एकै थियो भात खाने थाली एकै थियो सिरानी, एकै थियो भात खाने थाली एकै थियो सिरानी, आज तेरी लड्याली बैना होइ ग यी बिरानी, आज तेरी लड्याली बैना होइ ग यी बिरानी। कठै कठ दाइ सिन्या तलकी खाट दाइना सिरानी हो, दाइ सिन्या तलकी खाट दाइना सिरानी हो, जन भनै मेरा दादा बहिनी बिरानी हो, जन भनै मेरा दादा बहिनी बिरानी हो। कठै दैन गुराँस फुली ढकमक रङ्गी चङ्गी मैना, गुराँस फुली ढकमक रङ्गी चङ्गी मैना, बाटो हेरी बस्याकी छ तेरी प्यारी बैना, बाटो हेरी बस्याकी छ तेरी प्यारी बैना। कठै कठ भेट हुन मुस्किलै छ फोन दिना दिन, भेट हुन मुस्किलै छ फोन दिना दिन, दादा मेरा परदेश साउका लाग्दरिन, दादा मेरा परदेश साउका लाग्दरिन। कठै कठ रहने नै बालोपन फुली गया केश, रहने नै बालोपन फुली गया केश, कुवालो भेट न मेरा दाइत परदेश, कुवालो भेट न मेरा दाइत परदेश। कठै दैन बुढा आमा बाबा घर छाड्या कैका भर, बुढा आमा बाबा घर छाड्या कैका भर, साउकरिन तिरी झालो फर्की आश घर, साउकरिन तिरी झालो फर्की आश घर। कठै कठ उनले भौती निका गीत लिइरहेको थिए देखा पो उनीहरा गीत तमनका माझमा राखिदिए। तमनलाई कसा लागे सुनिबार साथ दिया तमनलाई यसरी पठाउने भएर मैले पहिलेले भनेले राकेश धामी फेसबुक पेज र धामी राकेश यूट्यूब च्यानललाई तम सब्सक्राइब गरेपछि यसै भिडियोका कमेन्ट बक्समा अथवा मेरा डाइरेक्ट मेसेन्जर बक्समा आफ्ना रचना लेखभरि पठाउन सक्नुहुन्छ। पो श्रोता संज्ञो आजको कार्यक्रम तमनलाई कसो लाग्यो यसरी अर्का श्रोताका लागि गीत लिएर आउने बाचा गरेबाट आजका कार्यक्रमबाट पो म बिदा हुनु। नमस्कार।